भ्रष्टाचारीका दिन काला, केपी ओलीका साला, हितेन्द्र देव साके, यही हो तिम्रो पाल। नमस्ते। केही महिना पहिलेदेखि सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सस्पेन्ड गरेको थियो। सस्पेन्ड गर्न सहित नेपाल अधिराज्यभरि लोड सेडिङ गरिरहेको छ। लोड सेडिङमा साना साना भाइ बहिनीहरू कोही पढ्न नपाएर अन्धकारमा जिउन बाध्य भएका छन् र व्यापारीहरू पनि उद्योग धन्दाहरू नचलेर घाटा खाने अवस्थामा परिरहेका छन् र कहीँ डाक्टरहरू अपरेसन गर्दा गर्दै उहाँहरूको ज्यान गएको छ। त्यसै लगातै सरकारले गर्ने खोजेको यस प्रतिशोध र हिसाबले कुलमान घिसिङलाई 0 नम्बर दिए पनि कुलमान घिसिङले 100% नम्बर दिएर उहाँ प्राधिकरणमा निर्देशकहरूमा रहिरहेका 9-10 सालदेखि रहिरहेका थिए। 9-10 साल अगाडिदेखि नेपालको 18 घण्टा लोड सेडिङमा परेको यो देश र अन्धकारमा परेका नेपाल देशलाई उहाँले लोड सेडिङ हटाएर 18 घण्टाको लोड सेडिङ हटाएर दिनैभरि रातैभरि झलमल्ल देशैभरि झलमल्ल पारेर उहाँले देशैभरि झलमल्ल अवस्थामा र साना साना भाइ बहिनीहरूलाई पढ्ने अवस्था र खाना खानी लगायत होटेल रेस्टुरेन्टहरूमा लाइट गएर जेठी सबै थोक हटाएर उहाँले लोड सेडिङ मुक्त गरेर देशैभरि झलमल्ल पारिदिएका कुलमान घिसिङ देशैभरि अधिराज्यभरि लोड सेडिङ बढिरहेको छ। अहिले पनि साना साना भाइ बहिनीहरूले पढ्न नपाएर र त्यही डुकी बत्तीमा पढ्ने अवस्था छ र पहिलेको जमाना पनि देशैभरि जेन्टर थियो भने इन्भर्टर जेन्टर थियो भने अहिले 8 साल कुलमान घिसिङ आउन साथ त्यो जेनेरेटरहरू सबै हटिसकेका थिए र धेरै व्यापारीहरूले पनि लोड सेडिङको कारणले गर्दा धेरै मार परेका छन् र हाम्रो देशका जनताहरू यति गर्मीमा र तराईको गर्मी र पहाडको गर्मीमा पिछलिरहेका ती जनताहरूले अहिले पनि दुखी रूपमा त्यही अन्धकारमा बिताइरहेका ती क्षणहरू सम्झेर र कुलमान घिसिङलाई सम्झेर सरकारलाई र हितेन्द्र देव साकेलाई यति गालीको बर्सात आइरहेको छ कि उहाँ गाली खानासहित रातभरि नसुतिकन कहिले त अफिसमा पुग्छन्। 18 घण्टाको लोड सेडिङपछि उहाँले मिडियामा आएर के भन्छन् भने अब हाम्रो देशमा र यता केही बिग्रेको छ उता केही बिग्रेको छ भनेर उहाँले जवाब दिइरहेका छन्। तर पनि त्यो पक्कै होइन। कुलमान घिसिङले 47 अरब नेपालमा विद्युत प्राधिकरणमा फाइदा आएको भन्दै उहाँ मिडियामा आइसकेका थिए। तर पनि हो पनि विद्युत प्राधिकरणमा 8 साल बढी फाइदामा रहेको विद्युत प्राधिकरणलाई भने हितेन्द्र देव साकेले घाटामा गएको विद्युत प्राधिकरण उहाँले जनाएका थिए। मिडियामा र सामाजिक सञ्जालमा प्रचार भइरहेका हितेन्द्र देव साकेले र हर इन्टरभ्यूमा बोलिरहेका ती जवाबहरू जनताहरूले सुनेर थाकिसकेका छन् र जनताहरूले ती जवाबलाई सुनेर यति गालीको बर्सात आइरहेको छ र अहिले पनि देशैभरि लोड सेडिङले गर्दाखेरि हाम्रा देशका जनताहरू धेरै दुखी अवस्थामा परिरहेका छन्। पनि मान्छे छ र 2 महिनाभित्र कुलमान घिसिङलाई सस्पेन्ड गर्छ भनी गर्न पछि हिँडिरहेका ती दीपक खड्का भनी पछि लागेर कुलमान घिसिङलाई हटाइ छोडेका छन् र देशका जनताहरू कुलमान घिसिङले गर्दा 24 घण्टा झलमल्लमा बसिरहेका जनता पनि अहिले अन्धकार रूपमा बसिरहेका छन्। भनिन्छ नि पहिला हाम्रो देशमा देश बनाउनका लागि यति राम्रा मान्छे युवा नेताहरू आइसकेका छन्। जनताहरूले कतै सुनेन। जनताहरूले भोट मार्फत उहाँहरूलाई पनि बर्खास्त गर्नुपर्छ। जति पनि यो बुढाखाडा 80-70 सालका बुढाखाडाहरूलाई भोट मार्फत 2084 मा हटाउनुपर्छ। 84 मा हटेन भने यो देशमा कहिले पनि नेपाल देश बन्नको लागि अब नबन्ने कुरो छ। त्यसभन्दा पहिले ल जापानमा हेरौँ। जापानमा कति साल पहिले हाम्रो देशभन्दा पहिले भिकारी अवस्थामा बनेको जापान अहिले देश यति स्मार्ट सिटी बनाइसकेको छ, यति अगाडि त्यहाँको सरकारले यति अगाडि बनाइसकेको छ कि अहिले स्विजरल्यान्ड हेरौँ, स्विजरल्यान्डको कुरा गरौँ। हाम्रो देश नेपाल जस्तै स्विजरल्यान्ड पनि अहिले त्यहाँका सरकारहरूले बिना भ्रष्टाचारीलाई पनि भ्रष्टाचार नगरिकन देशलाई यति अगाडि बनाइसक्यो कि त्यो देशलाई यति अगाडि बनाइकन अहिले स्विजरल्यान्ड भन्ने नाम गरेर देशैभरि परिचित छ। हाम्रो देशमा सबै थोकको धनी, हाम्रो देशमा वनजङ्गल छैन कि पानी छैन कि त्यस हुँदा पनि भारतभरि बिजुली उत्पादन गर्न खोज्ने र धेरै महँगो बिजुली असुल्न खोज्ने देशमा नेपाल देशका प्राधिकरण हितेन्द्र देव साके भने अहिले
धेरै दुःखी रूपमा हिँडिरहेका छन् र जनताहरूलाई चाहिँ केही गर्न सक्दैनन्। उहाँले भ्रष्टाचारी गर्न साथ उहाँलाई र उहाँकै सरकारमा बसेका प्रधानमन्त्री, उहाँका मन्त्री दीपक खड्का लगायत ती संरक्षणमा बसिरहेका हितेन्द्र देश साके पनि बिचमा फसिरहेका छौँ। र सुटसेयर सामाजिक सञ्जालमा हाल्दाखेरि उहाँले भन्नुभएको थियो कि अब हाम्रो प्राधिकरण घाटामा छ। घाटामा भनिसकेपछि 5 अरब घाटामा भन्दै र उहाँले पनि अब कुनै देशबाट विद्युत प्राधिकरणको लागि फेरि 10 अरब ऋण लिन उहाँ सिग्नेचर गरिसकेका छन्। र हाम्रो देशमा अरबौं ऋण भएको यो नेपाल देशमा अब पनि कहिले जनताले सुख पाउलान्। नेपाल देशका जनताहरूले के खोजेका छन्? स्वास्थ्य, बिजुली, पानी, रोड र त्यही त हो खोजेका। तर पनि यो सरकारले दिन सकेको छैन। आफ्नै पेट भर्नका लागि यति पुग्दैन। स्विजरल्यान्डमा पैसा राखेको छ या कहीँ अमेरिकाहरूमा पैसा राखेको छ। यी देशका नेताहरूले यति गरे कि हाम्रो देशका जनताहरूलाई गरिब राखेर हैरान पारिरहेका छन्। अब यी बुढापाका र बुढाखाडा बुढाहरूलाई अब 2084 नमस्ते गरेर तिनलाई बाइकट गर्ने अवस्था पनि नआउला भन्न सकिन्न। जनताहरूले बुझेका छन्। अहिले सामाजिक सञ्जालभरि सबै जनताहरू 3 करोड नेपाली जनताहरू सामाजिक सञ्जालमा बसिरहेका छन् र कुन काम गर्न खोज्ने र कुन काम नगर्ने भनेर हेरिरहेका छन्। ती सरकारमा बसेका बुढाखाडाहरूलाई पक्कै पनि 2084 जवाब दिन्छन् भन्ने मेरो पनि आशा लागेको छ। र तपाईँको घरमा परिवारमा सबैको सामाजिक सञ्जाल छ होला। तर पनि तपाईँहरूले 2084 अब यही बुढापाका खाडा बुढाहरूलाई हटाएर हाम्रो युवा नेताहरू आउनुपर्छ भन्ने तपाईँहरूको कसको मनमा बसिरहेको छ। तर पनि अहिले हेर्नु न, अहिले पाकिस्तान र इन्डियामा भइरहेको लडाइँमा पाकिस्तानले पनि भोकै गरिकन उहाँ पाकिस्तानका सरकारले पनि कति हतियार जोडेर इन्डियासित तहल्का मिचिरहेको थियो। तर पनि हाम्रो देशमा पनि एउटा थोत्रा गाडी लगायत अरू हाम्रो देशमा केही छैन। कसैले दुश्मन लागिसक्यो भने हाम्रा देशका फौजीहरू केही गर्न नसकेर खुकुरी लिएर आउनु पर्ने र ढुङ्गा हानिकन आउनु पर्ने त्यो अवस्था छ। अगर कुनै देशले हाम्रो देशमा लुट्न या केही गर्न आइसक्यो भने हाम्रो देशको नेपाल सरकारले केही गर्न सक्दैन। तर पनि अब हाम्रो देशमा पनि सबै थोकहरू मिसाइलहरू बनाउन् भन्ने हाम्रा नेपालीको चाहना हो। तर पनि नेपाल सरकारले पनि आफ्नो पेट भरिकन जनताको पेट चाहिँ भर्नै नखोज्ने अहिले बसेका सत्ताधारीहरूले पनि र के भन्